हामी माछा मार्न हिँडेको यो लिएर हैन, यो लट्ठी जाल अनि त्यहाँबाट उ लिएर हिँडेको। हामी माछा मार्न हिँडेको। यहाँ साथीहरू अगाडि अगाडि छन्। यो पुरै खतरा चाहिँ नि ठाउँ आइपुगेको छ कि हामी। यस्तो खतरा ठाउँ आइपुगेको छ कि हैन, डरै लाग्ने। कस्तो ओह्रालोमा है हिँड्नै गाह्रो लाग्ने क्या। ल अगाडि अगाडि त्यो डोक्काभरि माछा मारेर ल्याउनुपर्छ, बुझ्या हो? हेलो, डोक्काभरि माछा तन्ने हाल्नुपर्छ एन्जल है। डोक्काभरि हाल्ने हो माछा, त्यो डोकामा पनि अटाउँदैन। त्यति माछा ल्याइन्छ भन्ने हामीलाई लागेको छ। ल र माछा मार्न जान अलिक ढिलो भयो। ठ्याक्कै 11-12 बजी हिँड्नु पर्ने हामी है, 11 बजी हिँड्नु पर्ने। तर हामी लास्ट चाहिँ नि 2 बजी रहेछ। अब माछा न निदाइसक्यो कि न दुलाभित्र छिरिसक्यो कि न माछा बाहिर छ कि थाहै छैन। योद्धाहरू, माछा मार्ने योद्धाहरू अगाडि अगाडि छन् ल्याएर। ओहो, यो अमलाकै बोट होइन दाइ? ल अमलाको बोटहरू थुप्रो रहेछ यहाँ। ओहो, ल यस्तो ठाउँमा है हो र। फेरि कत्रो अमला रे एन्जल? ल यत्रो अमला थियो अरे त्यहाँ। हामीले टिप्नै बिर्स्यौँ। देख्ने बित्तिकै काटेर डोका हालिहाल्नु पर्ने। ओहो, हामी खतरा ठाउँ आइरहेछौँ है हजुर। हामी एकदम डेन्जर ठाउँ आइरहेछौँ माछा मार्नु जाने। यो खोर्सामा चाहिँ नि खोला छ। त्यो खोलामा हामी माछा मार्नु जाँदैछौँ। हामी आज यो अनकन्टार ठाउँमा हामी चाहिँ नि यो ठाउँमा हामी तपाईँहरूलाई देखाउन आइरहेको छौँ। यो ठाउँ सायदै नेपालको अति नै खतरनाक ठाउँ यो ठाउँ। अब यसलाई जङ्गल भन्न मिल्दैन। यति दुर्गम र यति खतरा ठाउँमा हामी आइपुगेका छौँ कि यहाँ हामी एउटा खोल्सा कुलो भनौँ कि सानो खोला छ अरे। त्यो खोलामा हामी माछा मार्ने चाहिँ नि योजना बनाएर आएका छौँ। हामी यो ठाउँमा आउन हिँड्न मात्रै घन्टौँ हिँडिसक्यौँ होइन, तर पनि खोला आइपुगेको छैन। र बाटो यस्तो छ, यो बाटो नै होइन। यो यहाँ हामी जङ्गल बाटो चाहिँ नि हामी हिँडिरहेका छौँ होइन। र त्यस्तो अचम्मको दृश्यहरू हामी आज दर्शकहरूलाई देखाउन गइरहेका छौँ। यो सायद प्रकृति यति खतरनाक बनाउनु भएको छ परमेश्वरले, र यति महिमित र यति चाहिँ नि हृदय विदारक र एकदम अविस्मरणीय क्षण र यस्तो चिजहरू बनाउनु भएको छ। र बोट बिरुवाहरू, अचम्मको रुख पातहरू अचम्मको बनाउनु भएको छ। यो के हो? ए बयर होइन यो? बयर होइन यो? ओहो, ल भक्के अमिलो पनि छ यहाँ, बयर छ होइन। अचम्मको चिजहरू छ हजुर। यो हेर्नुहोस्, यो जम्मै बयरको गेडाहरू हुन्। यो बयरहरू, ल डोकाभरि हालौँ त बयरहरू। वाउ, बयर, वाउ, अति मिठो। हाल बयर हाल। ल खतरा बयर है, खतरा। म बयर टिप्दैछु साथीहरू। यो बयर चाहिँ नि ओहो काँडा त खतरा रहेछ, च्यात्नी कहाँ। ओह ल कपडै च्यातिको नि हजुर, खत्रै रहेछ क्या यो बयरको होइन। स्वाद त खतरा रहेछ होइन। यहाँ बयर यति छ कि होइन साथीहरू, यति छ कि लटरम्मै छ। यहाँ खाना आउने मान्छे छैनन्। यो ठाउँमा गाउँ छैन, यो ठाउँमा कुनै नगर केही छैन। अनकन्टा ठाउँ हो यो। त्यस्तो ठाउँमा हामी आज आएका छौँ। र अर्को पनि
साथीहरू हामी यहाँ अचम्म ठाउँमा एकदम अनकन्ट्रा ठाउँमा यस्तो ठाउँमा हिँडिरहेको छु ल आफै काँडाले कोतर्या जस्तो चाहिँ छ है यो हैसा हो यो हैसाले यो फाड्दै यो हैसाले फाड्दै हामी हिँड्दैछौँ होइन यो बाटो यस्तो खतरनाक ठाउँ छ कि होइन अब यहाँ ओहो खतरैसित फड्किनु भयो यार अब यस्तो ठाउँमा माछा पाइन्छ भनेर हामी होइन आएका छौँ हेर्नुहोस् यहाँ अब यो उलो खोलो जे भए पनि अब अनकन्ट्रा ठाउँमा अति नै खतरनाक ठाउँ भने हामी यस्तो ठाउँमा आइपुग्यौँ कि आम्माम्माम्मा यो नर उलो रहेछ यहाँ हेर्नुहोस् यो राजनीतिक भाषाले भन्नुपर्दा राजकुलो भन्ने ठाउँमा आइपुगेका छौँ हेर्नुहोस् यहाँ राजकुलो रहेछ ल हेर्नुहोस् अब यस्तो ठाउँ हामी हिँड्दैछौँ कि होइन यो ठाउँमा हिँड्नुको मजा नै अर्कै छ कि यो ठाउँमा हिँड्नुको यस्तो ठाउँमा होइन आउनु पाउनु खतरा छ खतरा यहाँबाट त तल कहाँ हो गैरी खोला यहाँ ओहो खतरा ठाउँ छ यहाँ यस्तो सिनहरू देखाउँदैछु म तपाईँहरूलाई जङ्गलका सिनहरू घन्टौँ हिँड्दाखेरि पनि बाटो सिद्धिँदैन होइन त्यस्तो ठाउँमा हामी आइपुगेका छौँ यो रुखहरू बोटहरू होइन यस्तो अनकन्टा यो त पुरा हलिउडको मुभीहरू बनाउने ठाउँहरू जस्तो छ हेर्नुहोस् त ल हलिउडका मुभीका सिनहरू त्यो ल पुरै हलिउड मुभी बनाउने ठाउँहरू यस्तै छ ल हेर्नुहोस् ओहो ल यो हलिउडको मुभी बनाउने ठाउँ ल यस्तो ठाउँ छ ल जाली होइन जङ्गल बाबा यस्तो खतरा ल हेर्नुहोस् अब यहाँबाट हामी ओर्लिनुपर्छ हेर्नुहोस् है अब यहाँबाट ओर्लिने कसरी त भन्दा मेरो खुट्टा लुग कामेर थर भएको छ ल ए पुरै चिप्लेटी खेलेर गएँ त म त अब यहाँ चिप्लेका छन् 2-4 जना साथीहरू हाम्रो टिमका मेम्बरहरू यहाँबाट चिप्लेका छन् होइन यहाँबाट चिप्लेर त्यहाँ जाँदैछन् हेर्नुहोस् अब हामी कहाँ जान लाग्यो त अचम्मको ठाउँ ल हेर्नुहोस् होइन ल म आम्फाले यो के चिज होला साथीहरू एकपल्ट राम्रोसित हेर्नु होला होइन यो के फल होला यस्तो ठाउँमा देखिया छैन यो के फल होला म बुझ्न सकिरहेको छैन क्या होइन साथीहरू यस्तो छ ल हेर आमा यस्तो खतरनाक ठाउँ ल हेर्नु जङ्गल आमै ल हेर्नुहोस् ल हामी यो ठाउँमा आइपुग्यौँ लास्ट अन्तत गन्तव्य स्थानमा आइपुगेका छौँ हामी र यहाँ अब हाम्रो हिन्डिङ भयो ल अब यहाँनिर हाम्रो सुरु भयो माथि कदममा यहाँ कहाँ रिसाइसक्नु भयो ल भनिदिनुहोस् त दाइ भनिदिनुहोस् त यता जा भनिदिनु त यो खोल्सा माछै हुँदैन अनि ल यहाँ के भन्दै हुनुहुन्छ कहाँ हुन्छ दादा भन्नु त खोला जानु पर्यो नि त खोलामा ल खोलामा जानु पर्यो रे उहाँको एकदम रिक्वेस्ट ल यहाँ नानीहरू एकदम यहाँ माछा मार्न एकदम परिसकेको छ है माछा चाहिँ परिसकेको छ साथीहरू
र माछा माछा गङ्गटो भयो हाम्रो माछा माछा भ्याग त हुन्थ्यो होइन माछा माछा गङ्गटो भएछ छोरी माछा माछा भ्याग त हुन्थ्यो अरूमा होइन हाम्रो चाहिँ माछा माछा गङ्गटो भएछ है र माछा पनि परेछ साथीहरू ल माछा दुईटा खाइदिए क्या हो खै माछा खै एउटा मात्रै छ त माछा होइन माछा माछा होइन माछा त हरायो क्या यिनीहरूले माछा हरायो जस्तो है उमेश खोलामा माछा मार्न हामी तयार छौँ यो दहमा हान्ने क्या यो दहमा हानौँ त ल यो दहमा चाहिँ पर्छ बल्छी तल छ बल्छी राखेर खाँदो रहेछ मैले थाहा भएछ यहाँको माछाले सानोले खाँदैन सानो अब ठुलो हुनु पर्यो नि ल त्यहाँ दहमा हालिदेऊ त डोको थुन्सी के हालिहाल्यो त ल लाउनुहोस् यहाँ माछा त खत्रै पर्न लाग्छ ल ल ल यहाँ दहमा हाल्यो है हाले हाले ल आए माछा गजोको भेडा माछा आएन भेडा माछा आयो है पऱ्यो ल माछा हाल्ने तरिका यो रहेछ हाम्रो के थाहा ल पऱ्यो हो रे माछा भ्याग यसपालिको बार होइन वार यसपालिको बार खला के अरे खेर गयो जाने हो क्या दाइ जाने हो याद गरौँ साथीहरू यहाँ चिरचिर अनि किराको चराको अनि यस्ता कुराहरूको चिरचिरे आवाजहरू तपाईँले सुन्नुभयो होला एकदम खतरा आवाज आइरहेछ एकपल्ट ध्यान लगाएर सुन्नुहोस् त सुन्नुभयो होला त्यहाँ ठाउँमा गयो भने माछा पाउँछ कि यहाँ अब खोलातिरको छेउछाउ हुन्छ कि खोलाको जग्गामा चाहिँ तपाईँको अलिक बल्छी हाल्दा नि मिल्छ कि माछा हुन्छ है खतरा ठाउँ आवाज सुन्नुभयो साथीहरू हो त खतरा ठाउँ हामी आइरहेको छौँ अब डर छ यहाँ अब के छ हेर्नुहोस् है साथी हामी यहाँबाट फेरि अगाडि बढ्दैछौँ साथीहरू केही देखिन्छ केही पक्का थाहा हुन्छ अब हामी यहाँ यस्तो अनकन्टार ठाउँमा आएका छौँ अनकन्टार ठाउँमा आफै डराएर अझै पनि यहाँबाट थुप्रै बाटो जानु छ साथीहरू हामी कहाँ कहाँ पुग्नु छ अझै पनि हाम्रो गन्तव्य अझै पनि अगाडि बढ्दैछ साथीहरू हामी यो ठाउँमा आइपुगेका छौँ यो जङ्गलमा अनकन्टार जङ्गलमा हामी फसेका छौँ र हामी यहाँबाट जाने बाटो खोजिरहेको छौँ बाटो पाएको छैन पर्यो माकुरी जालैमा पर्यो माकुरी जालैमा भनेर गीत गाउनु पर्ने भएको छ साथीहरू अब हामी यसो हेर्दा अब यहाँबाट कता जाने हो कता अनकन्टार ठाउँमा कतै छैन यहाँ हामी 4-5 जना छौँ साथीहरू अनकन्टार ठाउँमा आइपुगेका छौँ
के गरेर खान्छु है मैले उ ल फाल्दी माछा यार हो हे तेरी झन् भ्यागुटा ल खुटा भ्यागुटा मारे हो कि त्यो जम्मै माछा यहाँ तलतिर गयो जस्तो हैन त्यो भ्यागुटाको आँखा पो हो माछा पिचिकै पार्दै त भ्यागुटाको आँखा यहाँ थाप्नु त यहाँ चलाउनु दाइ यहाँ थाप्ने साँच्ची भन्दा हामी यही तालले माछा मार्यौँ भने 3 दिनमा चाहिँ हामीले एक डोको बनाउन सक्छौँ कि भन्ने मलाई लागेको छ साथीहरू हेर्नुहोस् है अति नै रमणीय माछा परोस् नपरोस् रमाइलो चाहिँ इन्जोय चाहिँ लिएर आएछौँ हामीले होइन ल माथिबाट हुँडाल्दै ल्याउनुहोस् दाइ माथिबाट हुँडाल्दै ल्याउनुहोस् ऊ त्यहाँ बाँधेर ल ल हेर्नुहोस् अब माछा यति धेरै परेको छ कि होइन के भएछ फाइनल्ली यहाँ आइपुग्यौँ हजुर है फाइनल्ली यहाँ अब म माछा यहाँ चाहिँ बन्सी हाल्दैछु बन्सी हामी हाल्दैछौँ खोलामा बसेर बन्सी मार्दै बन्सी हाल्दै जुवाले छेकेर माछा यो परेन यहाँ त्यो घन्टाहरूबाट यो ठाउँमा निस्क्यौँ क्या हामी है फाइनल्ली यहाँ आइपुग्यो है साथीहरू पुरा माछा मार्दै हो आयो पर्यो झन्नै परेको है झन्नै परेको सबलाई छक्काइदिएँ मैले पर्यो तेरिका ल भाइ हो नि यार थेत तेरिका फुत्की गयो पारेर देखाउँछु है त साथीहरू पारेरै देखाउँछु है पर्यो ए खाइस फाइनली हामी फेरि फर्केर अघिकै यो अनकन्टार ठाउँ फेरि छिर्यौँ हजुर यहाँबाट फर्किनलाई अब यहाँ दाइ थकित भएर होइन यहाँ सुत्नु पर्छ हाई गरिदिनुहोस् त दाइ हाई गरिदिनुहोस् त दाइ थकित भएर आराम गर्दै हुनुहुन्छ हामी धेरै थाक्यौँ ओह्रालो उकालो कन्ट्याङ होइन त यस्तो यो कुरो भन्दो रहेछ नि यो पुरै जुगा टाँसिया जस्तो टाँसिने कुरो यो हेर्नुहोस् त यो हेर्नुहोस् यो मरे पनि जाँदैन लगाइहाल्नुहोस् यहाँ मरे पनि जाँदैन होइन यो मरे पनि जाँदैन अब यसलाई विशेष तरिकाले गर्नुपर्छ होइन दाइ अनि यहाँ हेर्नुहोस् यो जङ्गलहरू यो अझै छ अब हामी सुरु गऱ्यौँ यहाँबाट